हामी चाहिँ आएको छु धर्मशाला। भोलि चाहिँ हाम्रो सलिनेसको दर्शन छ। धर्मशालाको बजार चाहिँ यस्तो छ है, क्राउड। धर्मशाला जाने हामी चाहिँ हेरिरहेको है, भोलिको लागि सजिलो हुन्छ नि त। 944 काजुले फेर निस्केको अब बिहानको 5:30 हुँदैछ। हेलो एभ्रिवान, गुड मर्निङ फ्रम छोपेमा। अहिले चाहिँ हामी रिभरसर लेकको छोपेमा छु है। यहाँनिर चाहिँ हुन्छ, तपाईँले दर्शन गर्नुहोस्। गुरुम्बछेको छे है। अहिले चाहिँ बिहानको 5:30 हुँदैछ। अनि यहाँ पनि छ मेन दर्शन गर्नुपर्ने, तपाईँहरूले पनि यहाँनिर। यो चाहिँ मजाले घुमिबस्छ क्या। अन्त अब चाहिँ हामी यहाँ मजाले वरिपरि पुरै कुरा गरेर चाहिँ हामी ट्राभल गर्दैछु है। कता जाँदैछु म तपाईँलाई भन्छु है। हेलो एभ्रिवान, नमस्ते टेस्टिलिस, नेमी माइलमो, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो गाइस, न्यू डे न्यू ब्लगमा तपाईँलाई स्वागत गर्दछु। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ र म त एकदमै सन्चै छु। त्यो त तपाईँलाई थाहा छँदैछ है। नेको दर्शनहरू गर्दैछु, सो अभियसली सन्चै त हुन्छु है। अनि मैले अहिले भर्खर तपाईँहरूले देखाइहालेँ, हामी चाहिँ छु यहाँ छोपेमाको लेकमा एक राउन्ड गर्ने। अनि हामी ट्राभल गर्दैछु है। म चाहिँ सबैजनालाई पर्खिरहेको छु र अनि हामी चाहिँ जाँदैछु आज धर्मशाला गाइस। मेन यता आउनेको रिजन चाहिँ हो धर्मशाला। सो र अनि जिकै दर त आज हामी धर्मशाला पुग्छौँ र अनि हामी दर्शन गर्छौँ। धेरै लामाको सलिनेसको हो। हाम्रो होटल चाहिँ यो हो है, होटल लोटस लेक एन्ड रेस्टुरेन्ट है। यो हामी चाहिँ यहाँ बसेर के ल हामी चाहिँ लाग्यौँ। अब हामी चाहिँ अब मानि गर्दै एक कुरा गर्ने अनि जाने हो। औ बेटा आऊ न। गाइस हामी चाहिँ यहाँ आइपुग्यो है। अघि ऊ पर थियो, अहिले यहाँ आइपुग्यो। ल आउँदै होला। हेर्नुहोस् यहाँ लेक पुरा। ल लो गाइस, हामीले चाहिँ यहाँ पूजा गरिसक्यौँ। गाइस हामी चाहिँ फेरि यो साइड आइसक्यो है। कुरा गरेर अनि यहाँ चाहिँ माछाहरू जिगाइले माछा खानामा आएको होला नि बिचरा। खाना दिनु हुँदैन त। अहिले पनि गर्ने यहाँ छ चाहिँ है। तपाईँले दर्शन गर्नुहोस्। ल है गाइस, हामी चाहिँ यहाँ कुरा गरेर पनि फोटो सोटो फेरि खिचेर पनि अब फेरि निस्केको। हाम्रो एक कुरा हुनु आँटे। A few moments later. गाइस हामी चाहिँ ट्राभल गर्नुभन्दा अगाडि गुम्बा पनि कुरा गरेँ, दर्शन गरेँ है। छिमीहरू बाँध्नु लगाएको
अन्त यहाँ हेर्नुहोस् न कस्तो राम्रो हिजो पनि देखाएको जस्तो लाग्यो मलाई अन्त यहाँ पनि यस्तो छ हेर्नुहोस् है छिमी यहाँ कति ठुलो बसिरहेको छ एकदम चाहिँ हामी छिमी बाँध्ने हो जिग्रो छ बालो है अब लगभग धर्मशाला एरिया आएको हो धर्मशालामा आइपुग्यो त्यो पारी जाँदैछ हामी धर्मशाला 2 सेकेन्डको के भयो गयो नि तपाईँ गयो भाइ जग्गा पनि लाउँदै क्या हामी चाहिँ पुग्यो है धर्मशाला बाटो चाहिँ आम्बो ट्राफिक फेरि अब ट्राफिक छ ल गाइस ट्राफिक चाहिँ यो खाले छ To the holy city of His Holiness Dalai Lama. धर्मशालाभित्र पसे यो गेटदेखि भित्र यस्तो रहेछ विश्वास पनि लागेको छैन त्यति रमाइलो जग्गा चिसो महिनाको लुगा रहेछ आउने न भनेको त कस्तो बिहान बेलुका जाँदैछ हौ आमा यो कोट कति राम्रो खोइ त ला यतिको हुनुपर्छ यहाँ सबै जाडो महिनाको लुगा बेच्दैछु नि होइन छुमा लाग्नु टक्क गरेर 1 hour later. ल गाइस हामी चाहिँ यहाँ धर्मशाला आइपुगेर पनि फ्रेस भइसकेको छु होटलमा है हाम्रो होटल त्यस्तो छ अहिले भरे भोलितिर टुर गरौँ ल हाम्रो होटलको है अन्त हामी चाहिँ अब लन्च गर्नु जानु लागेको यही होटलमा अनि त्यसपछि चाहिँ कहाँ के हुन्छ तपाईँलाई देखाइहाल्छु है अहिले यो मैले भ्लग 1 घन्टाको बादमा बनाएको है हामी अघि नै पुगेको अघि भन्दा पनि कति पुगेको 1 बजीतिर पुगेको होला नि 2 बजी सायले भनेपछि 1 आवर पछि चाहिँ लन्च गर्ने अनि त्यसपछि चाहिँ हामी खै कतातिर हुन्छ जाने हो है मैले चाहिँ यहाँ त्यति साह्रो जाडो छैन रहेछ है ए हाम्रो चाहिँ यहाँ लन्च लागेको छ यस्तो चाहिँ सिस्टम लन्चको चाहिँ आज घेर्गा हो सो त्यही भएर भेजिटेबल छ गाइस हामी चाहिँ निस्क्यो है काजुलीहरू फेरिकन काजुली फेरेर निस्केको अब त्यो सर्प जसरी छ काजुली फेरेर निस्केको अब त्यो सर्प जसरी छ सानो आउन गाइज हाम्रो होटलदेखिको बाहिरको सिन हेर्नुहोस् है तपाईँहरू क्या देख्नु नि अघि झिकझिक देखेर ठाउँमा हामी आइपुगेको पानी आउँदैछ भनेको मैले होइन अघि हामी झिकझिक देखेर ठाउँमा हामी रहेछ हो यस्तो ठुलो रहेछ गाई हामी आउँदैछ हिस अलिनेस भनेको नि नि त ओइ लगा किटुले नि छिटो भुटानबाट काठमाडौँबाट एउटा ग्रुप आउँदैछ हाम्रो होटल चाहिँ यही हो है हामी चाहिँ अब यहाँबाट हान्छु ल मिल्छ नि ल हामी चाहिँ निस्केँ अब यसो किनभने हाम्रोमा टाइम छैन सो तपाईँले थाहा पाउनुभयो हामी चाहिँ आएको छौँ धर्मशाला सो हामी चाहिँ भोलि यस हरिनेसको दर्शनमा जाने हो भोलिको डेट छ हाम्रो गाइज है अनि सुरुमा हामी खास चाहिँ हामी यहाँ आएर चाहिँ
पहिला चाहिँ यहाँ आउने त्यसपछि चाहिँ यता छोपेमा यता के अरे मनाली जाने भनेर चाहिँ सोचेको थियो। टाइमिङ अलिकति नमिलेको कारणले चाहिँ अब नानीको स्कुल पनि छ नि त, जिगरको स्कुल मैले लागिरहेको छ छुट्टी मागेर चाहिँ। अन्त बरु घुम्दै चाहिँ हामी लास्टमा हाम्रो टर्नमा चाहिँ आउँ भनेर चाहिँ हामी आइसकेको छु। सो बाई द टाइटल पनि त तपाईँले थाहा पाइसक्नु होला है। र अब यो भ्लग तपाईँले हेर्नुहुँदा त अब अलिकति हामी घर पुगिसकेको हुन्छु होला, किन मैले एडिट गर्नु पाएकै छुइनँ हो। हामी बिहान 4 बजी उठ्दैछु अनि दिनभरि एक्सप्लोर गऱ्यो, घुम्नु भन्दा पनि मेन हामी नेमा जाँदैछु हो, तीर्थयात्राको लागि निक्लेको। अनि त्यहाँ जहाँ चाहिँ अब लोकेसन भेट्छ त्योहरू दर्शन गर्दै निस्किँदै अन्त बेलुका खाना खाने बित्तिकै यस्तो शुद्ध गर्दै 1-2 बज्छ। अनि भिडियो एडिट गर्ने टाइमै भएको छ। तर मैले फेसबुकमा चाहिँ अपडेट दिइरहेको छु के कसो, कतिवटा सर्ट भिडियोहरू पनि मैले अपलोड गरिसकेको छु है। तपाईँहरू हेर्नु होला, मिङमाई एल्मो नै छ मेरो फेसबुक आइडीमा पनि, तपाईँहरूले फलो गर्न सक्नुहुन्छ। सो अनि गाइस भोलि चाहिँ हाम्रो मिस होलिनेसको दर्शन छ। सो तपाईँले हेर्दै गर्नुहोस्। अहिले चाहिँ हामी गएको अब बाबा हात धुएर आइज न के जाऊ हात धुएर आऊ त कि अहिले चाहिँ धुने पानी बोकेन पानी आइज। यस्तो दामी जग्गा रहेछ कि अघि हामी एकछिन निक्लेको थियो गाइस। गली कस्तो मजा रहेछ। भगवान् बस्ने ठाउँ त अभियसली राम्रो भइहाल्छ नि होइन। पवित्र ठाउँमा हामीले पाइलो टेकिसकेको छु है। विश्वास लागेको पनि छैन, चिमाट्नु पर्ला विश्वास लाग्यो नि। यहाँ पुरा जाम छ गाइस। हामी चाहिँ धर्मशालामा घुम्दैछु अहिले चाहिँ हाम्रो सबै ग्रुपहरू है। यस्तो छ है, कस्तो राम्रो क्या। यस्तो गल्ली त कतिवटा गल्ली हो है। जिकेर उयो भएछ पिआइजी पिक है, नोजे नै ग्वाँ। यहाँ कोरियन ड्रेस पनि अरू के सक्नुहुन्छ रहेछ। धर्मशालाको बजार चाहिँ यस्तो छ है, क्राउड, गाडी घोडा मान्छेको खुट्टा टेक्ने ठाउँ थिएन। अहिले चाहिँ अलिकति खाली भएछ। एउटा यो गाइस यही हो गेट चाहिँ है, भित्र धर्मशाला जाने। हामी चाहिँ हेरिरहेको है, भोलिको लागि सजिलो हुन्छ नि त, त्यही भएर। ल यस्तो रहेछ लोमा क्याफे अरे माथि जिबे। वाओ वे टु टेम्पल। हामी चाहिँ यहाँ धर्मशाला दलाई लामा टेम्पलभित्र छु है। भोलि हामी यहाँ आउनुपर्ने छ, हो त्यही हेर्न आएको हो है। भोलि हामी यहाँ दर्शन गर्छौँ। अहिले चाहिँ हामी यहाँ गुम्बाकै छेउमा जग्गा हेरेर पनि आइसक्यो। अनि यहाँ बसेर भनी गर्दै बसिरहेको छु। भ्याउँदैन अब त यहाँ अघि भने जस्तो तयारीहरू गर्नु पर्यो। अहिले चाहिँ हामी यहाँ थाकेर यसो लस्सी कफीहरू लिँदैछ है। मेरो पुग्नु आँटिसक्यो, लप जानु आँटिसक्यो। ल 3, 2, 1 गो। गाडी त्यहाँ रमाइलो भइरहेको छ, कस्तो दामी बजार हेर्नु। ल हो क्या गाइस, यहाँ थकित मेटाउँदैछु हामी। यहाँ थाकेर है धर्मशाला मजाले इन्जोय गरिरहेको छु। यो कफी लिँदै 3, 2, 1 1 2 3 9 4 4।
जिगेल चाहिँ जिगेल चाहिँ यहाँ रामेन खाइरहेको छ यहाँ झेचे छ हामी चाहिँ दिनभरि घुमे है दिनभरि घुमेर पनि आएर पनि अब चाहिँ नुहाइँदै गरेर टक्कै रेडी भयो है किन बिहान भ्याउँदैन हामी बिहानै निस्किनुपर्छ 6 बजी नै उता दर्शनको लागि अनि त्यहाँदेखि नुहाएर चाहिँ कहीँ नजाने भनेर सोचेको थिएँ तर पेट पूजा त गर्नै पर्यो अनि यसो इभिनिङ अब रातिको पनि बजार घुमौँ न त भनेर चाहिँ हामी जान लागेको सबैजना नुहाइँदै गरेर यी सबैजना यहाँ गन्थन गर्दैछ के लाने कसो लाने अब भोलि दर्शनमा होइन लागि कस्तो के सबै प्लान गर्दै थियो है ल ओके हामी चाहिँ अब डिनर जाने अन्त यसो बजार घुमेर आउँछु फेरि रातिको भ्यू you